हेलो गुड मर्निङ साथीहरू, वेलकम टु माई न्यू भिडियो। सन्चै हुनुहुन्छ होला हजुरहरू? म पनि सन्चै छु। म चाहिँ बिहानै रनिङको लागि भनेर 4 बजी उठेँ। अब म लगभग रनिङ 4-5 किलोमिटर कुद्छु, त्यसपछि कलेज पनि जानुपर्ने हुन्छ। अब म रनिङको लागि एक्सर्साइज हल्का गर्छु। तपाईँहरू पनि सुतिरहनु भएको छ होला, उठेर कुद्नुहोस् है। बिहान 7 बजीसम्म सुतेर केही हुनेवाला छैन। टक्कसँगले बिहान 4-5 बजी उठ्ने, कुद्ने, एक्सर्साइज गर्नुहोस्। म पनि यहाँबाट अब रनिङको लागि निस्किन आँटेँ। टक्क लगाएर अरू पनि एक्टिभिटीहरू गर्नुपर्ने हुन्छ। ल भेट्दै गरौँला है त। र मैले चाहिँ रनिङ जानुभन्दा अगाडि वार्मअपहरू गरेँ, खुट्टाको एक्सर्साइज हल्का तन्काएँ अनि केहरू गरेँ। त्यसपछि म त्यहाँबाट निस्केँ। साथीहरू, म चाहिँ टक्क लाएर बिट्टा बजारको मेची आँखा हस्पिटल आइपुगेछु। लगभग 2.5 किलोमिटर कुदेर फेरि म फर्किनुपर्ने हुन्छ यहाँबाट। हेर्नुहोस्, बिट्टामोड आई हस्पिटल दामी छ। ल म फेरि फर्किनुपर्ने हुन्छ गाइस, भेट्दै गरौँ ल। ल साथीहरू, म चाहिँ 1 किलोमिटर रनिङ कम्प्लिट गरेँ। आएको छु चाहिँ बसाइहरू 200 मिटर तल हो भद्रपुर रोड। अब म अरू एक्सर्साइजहरू गर्छु, ड्रिलहरू हान्छु, पुसअपहरू, अनि त्यसपछि फ्रेस भएर कलेज पनि जानुपर्ने हुन्छ। 6 बज्न लाग्दा हिँड्नुपर्ने हुन्छ क्याम्पस। ल भेट्दै गरौँ है त। मैले रनिङ कम्प्लिट गरिसकेपछि लेगको एक्सर्साइजहरू गरेँ र त्यसपछि मैले एब्सको लागि यो होल्डवाला एक्सर्साइज गरेँ। 200 सेकेन्ड मैले होल्ड गरेँ। पेन भइरहेको थियो पुरै, तर पनि मैले 200 जसरी पनि कम्प्लिट गरेँ। र त्यसपछि मैले नर्मल पुसअप, डायमन्ड पुसअप, अरू पुसअपहरू पनि हानेँ। सो गाइस, मैले एक्सर्साइजहरू पनि गरिसकेँ। अब म फ्रेस हुन्छु घर गएर, त्यसपछि क्याम्पस जानुपर्ने हुन्छ। हामी चाहिँ क्लासमा छ, मैले भेटिसकेँ आज चाहिँ होइन, लामो समय पश्चात चाहिँ पिरियड अफ भएर पानी खाँदै बसेको छु म र दाइ। टक्कसँगले पानी खानुपर्छ गाइस। ल गाइस, भेट्दै गरौँ ल साथीहरू। यहाँ चाहिँ विप्लव राई भर्सेस प्रज्वल सुब्बाको ह्यान्ड पावर कम्पिटिसन हुँदैछ। ल स्टार्ट केटा हो, छिटो फास्ट रेफ्री यता 2 जना। ल स्टार्ट केटा हो, स्टार्ट छिटो गर न। ल कसले जित्छ हेरौँ है गाइस। ल ल ल ल ल राई भर्सेस लिम्बू। 3, 2, 1 go। प्रज्वल भर्सेस विप्लव। ल ल ल ल ल विप्लव प्रज्वल ल ल ल केटा हो। ल ल ल ला प्रज्वलले जित हासिल गरेको छ र विप्लव हारेको छ। विनर। ल हेलो साथीहरू, हामी चाहिँ अब ब्रेक हुन आँट्यो। अब ब्रेकमा खेल्न जानुपर्ने हुन्छ। सबैजना गइसक्यो। यहाँ हाम्रो टपर साथी खगेन्द्र साथी पनि जान आँट्यो। अनि यता ग्याङहरू छन् अरू। भावना के छ खबर? ठिक छ? त्यसपछि हाम्रो क्याम्पस छुट्टी भयो अनि म र दाइ चाहिँ भटभटेमा कुराकानी गर्दै आयौँ। अनि हाम्रो अब 2-3 दिन छुट्टी पनि छ गाइज। फाइनली गाइज, म चाहिँ घर आइपुगेको क्याम्पसबाट टक्क लगाएर अब ड्रेस चेन्ज गर्ने, त्यसपछि के हुन्छ देख्दै गर्छु भाइ। निधारको त्यो रातो टिका छाप बनी बस्यो यो दिनैमा,
निधारको त्यो रातो टीका छाप बनी बस्यो यो दिलैमा झल्केको त्यो नाको फुले झल्केको त्यो नाको फुले ज्योति बन्यो कलिलो मायामा गाजलुते। मैले चाहिँ गीत गाइसकेपछि नोट्सहरू गरेँ, मेरो नोट्सहरू पनि धेरै छुटेको थियो, त्यही भएर ल गाइज अब अर्को भिडियोमा भेटौँला। अहिलेको लागि यति नै, बाई बाई, टाटा, थ्याङ्क्स फर वाचिङ।